अब हाम्रो देश हामीलाई चाहिन्छ, हाम्रो देशमा विदेशी हस्तक्षेप हुनु हुँदैन भन्ने कुरामा हामी सबैजना सहमत छौं कि छैनौं? हो, यो देश भन्दा ठुलो हुँदैन विकास। अहिले आएका भोट माग्दै आएका मान्छेहरूलाई तपाईहरुले एउटा कुरा सोध्नु न। भोट माग्न आउँछ नि, नमस्ते हजुर टिङ्लिङ टिङ्लिङ अथवा केही बोकेर आउँछन्, जेसुकै गरौँ है, जतिसुकै जाउँ हैन, जेसुकै गरौँ। उनीहरू आउँदाखेरि तपाईहरुले एउटै कुरा सोध्नुहोस्, एमसीसी बारे तपाईहरुको धारणा के छ भनेर सोध्नुहोस्। मुखमा बुच्चो लागेन छ भने मलाई भन्नु है। त्यसले गर्दाखेरि यो देशको सार्वभौमसत्ता, यो देशको स्वाधीनतामा आँच आउने असमान सन्धि सम्झौता गर्ने मान्छेहरूलाई हामीले यसपालि भोट हाल्नु हुँदैन। भोट हाल्छौँ त हामी? हाल्नु हुँदैन। म यहाँहरू सबैजनालाई यो निवेदन गर्न चाहन्छु। अब हर्क साम्पाङको टिम श्रम संस्कृतिले चुनाव जितिसकेपछि चाहिँ के गर्छ होला, तिमीहरूको एजेन्डा चाहिँ के छ भनेर सोद्धा हामी चाहिँ भन्दैनौँ हामीलाई जिताउन पछि देखा जाएगा भन्दैनौँ है। हामी के भन्छौँ? हामी यो देशमा आमूल परिवर्तन ल्याउँछौँ, शिक्षामा परिवर्तन ल्याउँछौँ, कृषिमा परिवर्तन ल्याउँछौँ। यो देशलाई औद्योगिकरणमा लानुपर्छ, कृषि नगरी औद्योगिकरण हुँदैन है। तमाम मान्छेलाई यही देशमा गरी खाने वातावरण हामी बनाउँछौँ। हर्क साम्पाङ झुटो बोल्दैन है। तपाईहरुलाई लाग्छ कुनै शंका लाग्छ भने भन्नु होला, म लामो बुझाउन तपाईको चाहिँ तयार छु, तर मलाई लाग्छ तपाईहरुलाई शंका लाग्छ जस्तो मलाई लाग्दैन है। हामीले के काम गर्न सक्छौं भन्ने सानो उदाहरणहरु हामीले देखाएका छौं। धरान उपमहानगरपालिकाको नगर प्रमुख भएर उद्योगहरु खोल्न चाहे मैले, अनेक परीको मुद्दा लगाए तर जबरजस्ती भएको चाहिँ खोले। म तपाईहरुलाई एउटा कुरा भन्न चाहन्छु, हर्क साम्पाङको नेचर के हो भन्दाखेरि हर्क साम्पाङ जतिको जबरजस्ती मान्छे कोही पनि छैन संसारमा। के कुरामा हर्क साम्पाङले जबरजस्ती गर्छ त भन्दाखेरि यो देश उठाउनु पर्छ भन्ने कुरामा जबरजस्ती गर्छ, यो देश बचाउनु पर्छ भन्ने कुरामा जबरजस्ती गर्छ, यो देश बनाउनु पर्छ भन्ने कुरामा जबरजस्ती गर्छ। यो हाम्रो प्रतिबद्धता मात्रै नभएर जबरजस्ती नै हो। यसरी जबरजस्ती गर्दाखेरि मलाई घमण्डी भन्छ। यदि यो देश बनाउनका लागि जबरजस्ती गर्दा म घमण्डी बन्छु भने भन्छन् भने ठीक छ, म घमण्डी नै हो। यो देश बचाउनुको लागि म कराउँछु। विदेशी दलाललाई तपाईको त दलालै होस्, त फटा नै होस्, त चोरै होस्, त तपाईको चाहिँ नि राष्ट्रघाती नै होस् भनेर मैले गल्ती गरेका मान्छेहरूलाई भन्दाखेरि म घमण्डी हुन्छु भने ठीक छ, म घमण्डी नै हो है। यो घमण्डीलाई तपाईहरुले देश बनाउने ठाउँमा, देश बचाउने ठाउँमा पुर्याइदिनुहोस्। यो देशमा माटोको कसम खाएर आत्मा साक्षी राखेर भन्छु, यो देशमा विदेशी चलखेल हुन दिने छैन। म विदेशीको ताउमा झुक्दिन म है, आँधी देखेर लुक्दिन म है। विदेशीको ताउमा यो देशको राष्ट्रिय झण्डालाई झुकाउँदिन म। राष्ट्रिय स्वाभिमान भन्दा माथि मेरो तपाईको चाहिँ कुनै पनि लक्ष्य पनि छैन, कुनै पनि स्वार्थ पनि छैन भनेर म लाग्छु। यदि मलाई तपाईहरुले मौका दिने हो भने मैले उठाएका उम्मेदवारहरूलाई तपाईले जिताउनु पर्छ। मैले राष्ट्रिय बहस पनि चाहेको छु है। बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, गगन थापा, केपी ओली लगायत को आउने हो, पार्टीका शीर्षस्थ मान्छेहरूसँग एउटा राष्ट्रिय मिडियाले बहस गराओस्, त्यहाँ हामी बहस गर्छौं। म सोध्छु, उहाँहरूलाई सोध्छु, यो देशको सिमानाको बारेमा सोध्छु, यो देशको स्वाधीनताको बारेमा सोध्छु, यो देशको अर्थतन्त्रको बारेमा सोध्छु, यो देशको शैक्षिक क्रान्तिको बारेमा सोध्छु, यो देशका तमाम जनजीको भविष्यको बारेमा सोध्छु। उहाँहरूले के उत्तर दिनुहुन्छ? उहाँहरूले पनि प्रश्न लिएर आउनुहोस्, मलाई जे सोध्दा पनि हुन्छ म त्यसको उत्तर दिन सकिनँ भने राजनीति गर्दिन। श्रम संस्कृति पार्टी बन्द गरेर म आफ्नो मेलो गरेर बस्छु। छैन उहाँहरूसँग है, छैन। के कार्यक्रम गर्ने अरे भन्छ, त्यो कार्यक्रम गर्ने बोलाउने सूचीमा हर्क साम्पाङ चाहिँ होइन अरे। के भनेको तिमी? हर्क साम्पाङको चाहिँ त्यो किन सूचीमा नलेख्ने भन्दाखेरि उसलाई बोलायो भने त धोती खुस्काइदिइहाल्छ। पहिल्यै राउन्डमा धोती खुस्काएर चाहिँ नाङ्गै कुद्नुपर्छ, बेइज्जत भइहाल्छ है, बेइज्जत भइहाल्छ। अनि बेइज्जत भइ माग्छ कोही। म मिडियालाई पनि भन्न चाहन्छु,
पत्रकार जस्तो बन्नुपर्छ है। विदेशबाट ल्याएको पैसाले होइन, विदेशी तपाईँको छैन, उनीहरूको छ नि विभिन्न खालका प्रभु शक्तिले फालेको पैसाले तपाईँको घर बनाइदिएको छ, तपाईँको मन्थली तपाईँलाई पेमेन्ट गरेको छ भन्दैमा तपाईँले उसको पक्षमा मात्रै लेख्ने, राष्ट्रवादी शक्तिको पक्षमा नलेख्ने भन्ने होइन, लेख्नुहोस् है। कसरी प्रधानमन्त्री बनाउने अरे भन्दाखेरि मिडियामा बेसरी हाइलाइट गर्ने अरे ए फल्ना त भगवान भन्ने बनाउने अरे, सबै मान्छेलाई हो कि के हो भन्ने लाग्ने अरे क्या है, होइन यसो अरे हो कि के हो जस्तो लाग्ने अरे है। बाँदरलाई नि होइन, बाँदरलाई लिस्टमा चढाइदिएको नि बाँदरलाई नै ल यो त हाम्रो देशको राजै रहेछ हो क्या हो भनेर मान्छेले त्यो खालको मिडिया मेनिपुलेसन नगर्नुहोस् है। साँचो कुरा बोल्नुहोस्। यो देशभन्दा माथि केही पनि छैन, न पत्रकारिता छ, न राजनीति छ, न केही पनि छैन, न पार्टी छ, न जाति छ, केही छैन। यो देशभन्दा माथि केही पनि देख्दिनँ म चाहिँ। त्यो देश बचाउने कुरा हो, यो त्यो देश बनाउने कुरा हो। म यहाँहरू सबैजनालाई हार्दिक निवेदन गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू सबैजनालाई बोर पनि लागिसक्यो होला, बोर लाग्यो।